साथीहरू, हामी चाहिँ दक्षिण कोरियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जुन प्रतिशोध साधेर अहिले कारागारमा राखिएको छ, हिरासतमा राखिएको छ, बन्दमा राखिएको छ, त्यसको हामीहरूले पनि यो हस्ताक्षर अभियान चलिरहेको छ। अहिले त्यो हस्ताक्षर अभियानमा समर्थन गर्दै हामीहरू चाहिँ यहाँ लगभग कतिजना 7-8 जना साथीहरू जम्मा भएका छौँ। हामीहरूले पनि त्यो समर्थनमा अहिले हस्ताक्षर अभियान चलाइराखेका छौँ। हामीहरूले पनि हस्ताक्षर गर्दैछौँ। हामीहरूको पनि रवि लामिछानेलाई जुन प्रतिशोध साधिएको छ त्यसको विरुद्धमा हामीहरूले हस्ताक्षर गरेर यहाँ विदेशबाटै भए पनि हामीहरूले आफ्नो हस्ताक्षर गरेर एउटा हस्ताक्षरले हामीहरूले विरोध गरिरहेका छौँ, समर्थन जनाइरहेका छौँ। साथीहरूले यहाँ नाम टिप्दै हुनुहुन्छ। हेरौँ कतिजना साथीहरू पुग्छौँ। तपाईँहरू पनि दक्षिण कोरियामा हुनुहुन्छ भने तपाईँहरूले पनि समर्थन गर्न सक्नुहुन्छ र विदेशको जुनसुकै ठाउँमा विश्वभरि जहाँ छरेर बस्नुभएको छ तपाईँको समर्थन गरेर तपाईँहरूले पठाउन सक्नुहुन्छ। आफ्नो एउटा हस्ताक्षर गरेर तपाईँहरूले पनि सहमति जनाउन सक्नुहुन्छ। यतातिर हाम्रो गोर्खे साथीहरू टन्नै बसिराख्नु भएको छ अनि यतातिर पनि हुनुहुन्छ हाम्रो नबु सरले लेख्दै हुनुहुन्छ, नबु बोरोले। हेरौँ कतिजना साथीहरू हुनुहुन्छ। तपाईँहरू पनि समर्थन गर्नुहोला। मैले पनि समर्थन गरेको छु, हस्ताक्षर गर्दैछु। अब एकछिनमा नाम टिप्दै हुनुहुन्छ साथीले।